नमस्कार साथीहरू, के हामी अहिले कानुनी राज्यमा छौँ त? अहिले देशको परिस्थितिले चाहिँ यो प्रश्न खडा गरेको छ हैन। अस्ति न भर्खर आन्दोलनमा त्यत्रा जेनजीहरूले ज्यान गुमाउनु पर्यो हैन। अहिलेको नयाँ सरकारले चाहिँ अब अलिकति पद्धति पुर्याएन होला, प्रतिशोध जस्तो देखियो, हतार गर्यो होला, अलिकति प्रक्रिया पुर्याएर पक्राउ गर्नु पर्थ्यो होला हैन। अब त्यसमा त विचार गर्नुपर्छ, तर पनि यति चाँडै आक्रोश आउनुपर्ने थियो त एमालेले। मलाई चाहिँ मनमा के लागेको भने अब एउटा कानुनी प्रक्रियाको लागि गिरफ्तार गर्न नपाउने, कानुनी प्रोसेसको लागि हैन। ल अस्ति न त गृहमन्त्री, प्रधानमन्त्री पहिलाको भुपुहरू हुन् हैन। अब नेपाली जनताले सत्ताच्युत गरेर लखाटेपछि त तिनीहरू पनि हामी सर्वसाधारण जस्तै एकजना सर्वसाधारण जनता होइन त? अनि के एउटा सर्वसाधारण जनतालाई कानुनी प्रक्रियाको लागि पक्राउ गर्न नपाउने, अनि टायर बाल्नुपर्ने, उग्र रूपमा आन्दोलन गर्नुपर्ने, 2-4 घन्टा पनि नपर्खिकन के यो एमाले पार्टी भनेको चाहिँ गुन्डाहरूको पार्टी भन्थे हो कि क्या हो जस्तो पनि लाग्न थालेको छ हैन। जस कानुनी प्रक्रियामा त जानु पर्यो नि त हैन। त्यति पनि धैर्य छैन भनेपछि, यति साह्रो अधैर्य भनेपछि त गुन्डागर्दी जस्तो भयो नि त। कि कानुन नै एमाले पार्टीको कार्यकर्ता हो, एमालेको सङ्गठन कानुन हो? कानुन त सबैले मान्नुपर्छ हैन र? के साँच्चै हामी कानुनी राष्ट्रमा छौँ त? यो चाहिँ एकदम गम्भीर प्रश्न हो है। अनि कृपया तपाईहरू जति जे भए पनि यो देशमा अब ठुला नेताहरू, ठुला मान्छेहरू रोडमा आन्दोलनमा आउने हैनन् हैन। हामी सर्वसाधारण जनताहरू नै मर्नुपर्ने हो सडकमा। कृपया बिन्ती छ, पार्टीको होस्, कार्यकर्ता होस्, सर्वसाधारण जोसुकै होस्, आफ्नो छोराछोरीहरूलाई यति बेला चाहिँ सडकमा नपठाउनुहोस्, बिन्ती मेरो चाहिँ है। तपाईहरू सम्पूर्ण आमा बाबु, नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हामी चाहिँ कानुनी उपचार गर्नुपर्छ हैन। कानुनी लडाइँ लड्नुपर्छ, बल प्रयोग गर्नु हुँदैन, किनकि सर्वसाधारण